गाइज व्हाट्सअप म चाहिँ के को हामी चाहिँ आज हाइकिङ हिँडेको फेरि म चाहिँ छिटो छिटो जब चाहिँ सबैजना आइसकेँ मेरो आउटफिट यस्तो छ। अब म उता बाटोतिर गएँ म चाहिँ सकेहरूबाट पुग्न आएँ सबैजना आइरहेको छन् जस्तो देखेर चाहिँ यहाँ बाटो म पुग्न लागेँ फाइनली मैले चाहिँ साथी गाइजहरूलाई भेटिसकेँ। हेलो फाइनली हामीले भेटिसक्यौँ। ए हामीले भन्छ मैले है रिङको विषय गाइज हामी चाहिँ फेरि यहाँ अरू साथीहरूलाई पर्खेकै छौँ। कति ग्रुप गइसक्यो। अब हामी कति बेला जाने हो थाहा छैन। यहाँ बसिरहेको छौँ। यहाँ भाइ छ, यहाँ सर हुनुहुन्छ, यहाँ रिङको मिस हुनुहुन्छ, म यहाँ छु। गाइज हामीले जाँदैछौँ है। म चाहिँ बाइकमा छु, ट्याक्सीमा त्यसरी नै घर बस्छ भएर जाँदैछौँ है साथीहरू। लाउनु गाइज हामी चाहिँ यहाँनिर झरिसक्यौँ। गाडीबाट होइन, म चाहिँ बाइकबाट, उनीहरू चाहिँ इन्जोयबाट झरिसक्यो। यति धेरै मान्छे, यति धेरै आमामा मान्छे कति धेरै मान्छे हो, कति धेरै हो हेर्नु त। ल गाइस हामी चाहिँ यहाँ खाजा खान लागेको। भाइलाई पनि भेटिसक्यौँ हामीले। खाजा खान लागेको छौँ है हाम्रो ग्याङ। ल अब खाजा खान लाग्यो हामी। एकछिनमा बनाउँछौँ है। बाई भन, बाई नभन, अहिले बाई नभन, बाई नभन। त्यहाँ चाहिँ हामी यहाँ सामानहरू किन्दै हुनुहुन्छ है। सामानहरू किन्दै हुन्छ। कस्तो नराम्रो देखेको गाइज। अब चाहिँ हामी लागिसक्यौँ है। हाम्रो ग्याङ आज चाहिँ धेरैजना छौँ। यो सबै हाम्रो ग्याङ हो। अब चाहिँ हामी हिँडिसक्यौँ। फाइनल्ली हिँड्न सुरु भइसक्यो। अब म तपाईँलाई बाटोतिर देखाउँदै जान्छु है त। आमा भिड देख्न सक्नुहुन्छ गाइज। के हो यस्तो गाइज। 8:30 बजेदेखि लाइन बसेको, बल्ल टिकट पायो। अब चाहिँ जाँदैछु है। बल्ल हिँडेको है। ओ माई गड, म त पागलै भएँ। जाँदैछु। मैले चाहिँ यहाँ टिका भेटेर लाइ पनि सकेँ, गरि नै सकेँ। एउटा कान बन्द भइसक्यो मेरो। यस्तो दामी छ। सबैजना त्यतैबाट गएछन्। जाँदैछु मै खालि ऊ चाहिँ कपाल मात्र हेर्छ। उसलाई पीडा छ। बहिनीहरू तिमीहरू पनि आएनौ, आएको भएर हामी जाँदैछौँ है सके। यहाँ दहमा आएको छौँ। यहाँ रानी साथीहरूलाई पर्खिँदैछौँ। अरू सबैजना पछाडि छन् साथीहरू गाइज। अनि यहाँनिर बसिरहेछन्, कोही उता हेर्दैछन्, जाँदैछन्। म चाहिँ यहाँ ब्लग खिच्दैछु। गाइज हामी चाहिँ जाँदैछौँ। यहाँ सरले चाहिँ यो डन्ठीबाट ब्लग बनाउँदै हुनुहुन्छ है। डन्ठीबाट अब भन न, अब भन नआएपछि के गर्ने होइन। त्यही त हो, डन्ठीबाट भिडियो बनाउँदै फलो भ्लग सबैले सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। भन ल भन्नु। मान्छे त भयो नि, अरे मान्छे त भयो नि। गाइज हामी चाहिँ गएको छौँ। फलो भ्लगको मसँग के छ हेर्नुहोस्। मसँग के छ भनेर मलाई नदेखाउनु क्या। म हजुरको बुढो होइन प्लिज। मसँग मेरो बुढो छ यार। गाइज हामी चाहिँ जाँदैछौँ। यस्तो फन भएर चाहिँ मजा आइरहेको छ होइन। हामी चाहिँ मनिजुर दह गएको। अनि उहाँले लास्टै हँसाइरहनु भएको छ। सर त भइहाल्यो नि, भयो त्यहाँभन्दा अगाडि नबढ्नु। गाइज हामी चाहिँ यहाँ माथि बाटोमा आएर अलिअलि खाजा खाइसक्यौँ। अब फेरि जाने कति टाढा गाई छ चाहिँ गएको। गाई चाहिँ म त यस्तो रातो नै पिरो भइसकेँ। गाइजहरू चाहिँ म पछाडि छ। पुगेकै छैन अझै, कहिले पुग्ने हो थाहा छैन।
मरिसक्यो मात्रै कलेर ओ माई गॉड हामी पुग्न आँट्यौँ होइन कहाँ गएको लु भन पुग्यौँ नामको ठाउँको नाम थाहा छैन तर नि पुग्यौँ अब चाहिँ हामी लगभग पुगि नै सक्यौँ बल्ल लास्ट जिन्दगीमा आउँदैन यस्तो नभन आउनुपर्छ के भयो अरे फर्किने हिम्मत छैन एकछिन बसेपछि हिम्मत भइहाल्छ नि बरु एउटा डोकोमा बोकेर लाउनु पर्यो ल हामी जाँदैछौँ है साथीहरू बाइकमा गयो 3 जना 4 जना लडिदिन्छु लगिदिन्छु बरु म फाइनली आइपुग्यो के हो खोइ मैले त्यो दह अरे खोइ कहाँ छ दह दह खोइ ए दह खोइ दह पानी सुकेछ बसौँ न एकछिन आइयामै कहीँ चाहिँ यो मनी ट्रिप दह हेर्न सक्नुहुन्छ तपाईँ हामी चाहिँ यहाँ दहमा आएर फोटोसोटो खिचेर अब निस्किने लाग्यो अब हिँड्नुपर्छ फेरि मर्ने गरी ल बाई बाई कस्तो नराम्रो देखेको के अरे भन त फेरि ब्लग जोड्ने कुरा छोडिदिने क्या ब्लगमा जोड्नु घरबार भोलि पर्सि छोराछोरीले म्यामु भन्दाखेरि त म त्यो चस्सक हुन्छ नि फेरि अरूकोले चाहिँ मलाई किन मामु भन्छन् त्यही त अरूकोले भनेको सुनेर हजुरको त्यही सुन्दा सुन्दा मेरो कानै पाकिसक्यो ल गाई चाहिँ हामी चाहिँ अब घर फर्किँदैछौँ है मजा भइरहेको भनाइ मात्र हो ओल्ड इज गोल्ड भनेको ओल्ड इज गोल्ड होइन भनाइ होइन हो नि गाइज हामी चाहिँ हराइसक्यौँ जङ्गलमा हामी चाहिँ फर्किँदैछौँ होइन रोडको बाटो नजाने सर्टकट बाटो जाने भनेर फर्केको लास्टमा कहाँ पुग्यौँ थाहा छैन यस्तो जङ्गल गाडी खै त गाडल अहिले गाइज हामी आइसक्यौँ है अब चाहिँ मैले मेरो भ्लगलाई एन्ड गर्छु बाई बाई फाइनली सुन्दरी जल आइसक्यौँ म खाँदैछु त्यही भएर बोली पनि यस्तो सुनेको छ फाइनली गाइज म चाहिँ घर आइसकेँ मैले के सामान लिएको छु टमाटर मासु अब बनाएर खान्छु बाई बाई गाइज